हेलो साथीहरु नमस्ते अनि स्वागत छ तपाईलाई मेरो YouTube च्यानलमा। अनि म फेरि आइसकेको छु अर्को भिडियो लिएर हैन। आजको हाम्रो भिडियो चाहिँ छ चिन्ता गरिरहेको छ हाम्रो घरमा आज चाहिँ। अनि गाउँको चिन्ता कस्तो हुन्छ तपाईलाई म अब देखाउँछु है। हेर्दै जानु होला। आज अब चिन्ता गर्न हाम्रो घर जानुपर्ने छ पारी। यहाँदेखि एउटा खोला काटेर जानुपर्ने छ साथी हो। अनि यसरी नै सब्स्क्राइब लाइक गर्नुहोस्। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने घन्टी बजाइदिनुहोस् प्लिज। लाइक गर्नुहोस्। मलाई पनि तपाईहरुले यस्तै माया गर्नुहोस्। अनि मलाई पनि धेरै सब्स्क्राइब बनाएर मलाई पनि भाइरल बनाइदिनुहोस् साथी हो। यहाँ हाम्रो सपिङ भइरहेको छ। अब हामीको लागि घरको लागि सपिङ भइरहेको छ। यहाँ बियर रेडी भएको छन्। अब हामीहरू आधा घन्टामा घर पुग्छौँ होला। अब हाम्रो लागेको घरतिर कसम्म हाम्रो बाटो होइन खराब छ। त्यो बाटो खराब छ। यो बर्खामा झन् कति खराब हुन्छ। अहिले त ठिकै हो। बर्खामा त झन् यस्तै गाह्रो हुन्छ नि त हो। हिँड्नु कुखुरा देखाउन अगाडि कुखुरा पनि हुसे अरे यो चाहिँ अगाडि कुखुरा पनि छन्। बसेर बाइकमा छन् हैन के छ बाइकमा बस्नु छन् हैन छ कुखुरालाई चाहिँ तपाई मान्छेलाई चाहिँ थ कुखुरा पनि बाइकमा छ। मान्छे चाहिँ छ कुखुरा चाहिँ छन् दो पाराको डाँडा देख्नु भयो हिमाल चुचुरी त्यहाँ पुग्नु पर्ने हामीहरू सिनामा। बाटो अहिले त केही छैन। पात पनि रुखमा थियो चैत लागेर अब पछि यो पात निस्केपछि अरे यो दामी सिन देखिन्छ नि फेरि पातमा। अहिले त यो पात सात झरेर केही छैन। हाम्रो ठक्ने खोला है। यसमा चाहिँ अलिकति मजाले हिँड्नु पाइन्छ। यो पुलमा चाहिँ अलिकति मात्रै 1 सेकेन्ड पनि होइन यतिको चाहिँ हिँड्नु पायो। फेरि यहाँ त पुरा बाटो बनाउँदो रहेछ नि त हो। अब बर्खा लाग्दैछ बाटो बनाउनु सुरु भएको रहेछ नि त। यतातिर त अझै लाग्छ होला। कति अझै लाग्छ होला यो बाटोसम्म गर्नु त। बाटो बनाउनु सुरु हुँदो रहेछ। लाग्नु भयो नि। यहाँ त पुरा बाटो बनाउँदो रहेछ। हानिरहेको छ। अनि बाटो बनाएर यहाँ त बाटोमा बाइक बस्ने अरू ट्र्याक्टरहरू त पुरा लाइन लगाइरहेछ। अब एकछिन यही बस्नु हो। बाटो बनाउँदा चाहिँ अब बस्नुपर्ने बेलामा टाइम लाग्छ होला। चाहिँ आधा घन्टा जति टाइम लाग्छ होला चाहिँ। के भन्नु चाहनुहुन्छ यहाँ अब एकछिन बाटो पुग्नु बेला भयो। टाइम लाग्ने रहेछ के हो। बसेको यहाँ 1 घन्टा भइसक्यो। बाटो खोल्दैन हो। यतिखेर पुगेको त घरमा हावा हानिरहेको छ। उसको पुरा बाँसहरू सुकेर धुलो कुखुरा पनि ल्याउनु भयो। म चाहिँ हिँड्दै जानु पर्यो। तपाईँ चाहिँ बाइकमा आउनु है। म चाहिँ हिँड्दै जान्छु। ले गाड ल म चाहिँ अब हिँड्दै गएको आउनु है। म चाहिँ हिँड्दै जानु पर्यो। तपाईँ चाहिँ बाइकमा आउनु न। म बाटो यस्तो बिजोग बनाएको छ। बन्दैछ बाटो हाम्रोतिर त। बर्खामा झन् कस्तो होला यो बाटो त। जानु
सिलिन्डर लाउनु सक्दैन म चाहिँ ढुङ्दै गएको यस्तो छ नयाँ बनाउँदो रहेछ बर्खाको लागि परा पनि परेछ फेरि एउटा आइया बाटोमा रहेछ अर्को पनि फेरि म चाहिँ अब चाहिँ कुखुरा पनि बोकेर हिँड्ने अवस्था आयो है अघि त झन् अलिकति मात्रै तर बाटो बनाउँदै भने यताको त झन् यता झन् बाटो खत्तम रहेछ अब बाइकको पराछन् मान्छेहरू अब म चाहिँ यो कुखुरा बोकेर पराछन् हिँडेर जाने अवस्था आयो नि त हो साथी हो गएर छ यो पाहाडको बाटो पनि धेरै घाम यो त कसरी बनाउँछ यस्तो जस्तो छ कतिखेर बनाएर कतिखेर घर पुग्नु मम्मी यस्तो छ त यो धेरैका हैरान म त यता माथि माथि चाहिँ बाटो रहेछ ल बिचोक भयो नि उता बाइकै लडाइ हो यस्तो बिचोक बाटो बनाएछ जानुपर्छ गर्नु मामा चाहिँ गाडी हिँड्न सक्नु अलिकति बाटो चाहिँ राखिदिएको रहेछ ल के म आउँछु पर हिँड्नु नि जानु जानु म पर आउँछु बन्द गर एकछिनको हुन्छ त त्यो दिनभरि नगर त जाने बाटो आइपुग्यो अब तल्ला घरमा बाइक जाँदैन अनि बाइक चाहिँ यहीँ राख्नुपर्छ हाम्रो यो बर्ड पिपल यत्रो छ अनि पानीको धारा छ त्यहाँ कहाँ हो पानी धारा देखिने नि त त्यहाँ रहेछ पानी धारा अनि यहाँदेखि अलिक तलतिर जानुपर्छ हाम्रो घर चाहिँ यो चाहिँ हाम्रो बाइक राख्ने ठाउँ प्रायः पाहाडमा सबै यस्तै हुन्छ अब घरमा बाइक पुग्दैन त्यही भएर अनि हाम्रो बाइक राख्ने ठाउँ चाहिँ यहाँ हो अनि हाम्रो घर चाहिँ अलिकति तल अलिक तल त तल हो त देख्ने घर हाम्रो तलको पुगिहालिन्छ नि अब एक सेकेन्डमा झोला च्यातिनु लागेको छ कतानिर भेनु न लेट्स गो खुट्टा बोकेर आज बिचो हस् म बोक्छु लड्दिनँ के म बोक्छु म लड्दिनँ हौ अस्ति त खोइ के भएको नि त्यहाँ चाहिँ अलिक बाटो अप्ठ्यारो छ कि त्यही भएर लड्छु म लड्दिनँ हाम्रो अब हाम्रो घर आइपुगे फुल फुलिसक्यो कस्तो राम्रो मैले पहिला ल्याएर रोपेको थिएँ फुलै छ टलक्क परेर यी देखाएको छ त नि फोहोर आमामा यो हावाले क्या यो पात सबै लिएर घर त आमामा क्या जङ्गलै बढाइदिएछ घर त हौ आँपको फुल फुल्नु थालेछ यो आँपको पातहरू सबै हावाले झरेर हट यो त अहिले सफा गरेर अहिले हुन्छ त यो पात त झरिहाल्छ हाम्रो घरमा त कोही हुनुहुन्न के बस्तुमाथि सनमाथि उता कहाँ भन्छ लेकतिर कि पेकतिर अनि सबै त्यता जानुभएको छ मम्मी र पापा अनि घरमा त कोही हुनुहुन्न यो कोही हुनुहुन्न हाम्रो घरमा त सबै आफ्नो आफ्नो काममा जानुभएको छ मम्मी र पापा त यहाँ उफ भरे कतिखेर मात्रै आउनुहुन्छ बेलुका मात्रै आउनुहुन्छ कोही छैन हाम्रो घरमा मान्छे यो पोस्टकार्ड पनि लिएर राख्नुभएको रहेछ खनेर अनि यो अम्बक पनि रहेछ यहाँ एउटा यत्रो कुहिएको रहेछ अब त जुनर त फुल्नु थाल्यो छैन जुनर अब सक्यो फुल्नु थाल्यो कोही छैन हाम्रो घरमा त अब यो बढाल्नुपर्छ आँगन साँगनमा यत्रो सबै यो हावाले पात सात सबै ल्याइदिएर आँगन त हेर्न सक्नु भएको रहेछ के कट यो घिउ कुमारी पनि फुलेछ कस्तो राम्रो तपाईँको भाग्य त्यसो रहेछ आज सुली समाउने कुखुरा बोकेपछि सुली नसमाएर हुन्छ के गर्नुपर्ने अब हाम्रो खानासाना पकाउनु सुरु हुन्छ मेरो त आउनु बित्तिकै होइन अब एकछिनमा धामी सामी आइपुग्छ धामी आएर चिन्ता बस्नु सुरु भइहालिन्छ म
मम्मीले बिहान घर लिपेर जानुभएको रहेछ चट्ट भनेर बत्ती पनि रहेन भित्र के गर्नु बडाल कुरा सुरु आउने बित्तिकै बडाल कुराल सुरु भइहाल्छ नि हौ कस्तो ज्ञानी हौ बनाउनु सुरु भइहाल्यो र यो कालो चाहिँ कहाँ देखा यत्रो कालो चाहिँ म चाहिँ अब यता यो सामान सबै तल लानु पर्यो अन्त अब तरकारी त दाल पकाउनु थालौँ उता केरा पकाएको छ त्यहाँ अब हामी चाहिँ यहाँ खाजा खानु आँटेको डुनट मम्मी बिना आइपुग्नु भयो अनि डुनट खाजा तरकारी भराएको लागि यहाँ रेडी छन् खानु लाग्यो अब हामी त हाम्रो चिन्ता गर्नु दाजु नमस्ते सबैजना ल यता पाप जेठा आउनुभयो कि नै उता पाप जेठा आउनुभयो बिस्तारै उता पुछा आउनुभयो ल अब सुरु हुँदैछ मान्छेहरू होइन अब त्यो आइसक्यो अब चिन्ताको लागि यहाँ सुरु हुँदैछ सामानहरू बनाउँदैछ पापाले के बनाउनु भएको यो अनि त्यहाँ त्यो झुमुक झुमुक बाँसको बनाउँदैछन् झुम्का अनि यता मादल बाँध्दै हुन्छ अब यतिखेर कति बज्यो भनेपछि यतिखेर 9 भइसक्यो आधा अलिक ढिलो भइसक्यो र यहाँ कोही मादल यो बान्ने कोही त्यहाँ त्यो अहिले चिन्ताको सामान बनाउँदैछन् होइन बाबुजी हाम्रो पापा हुनुहुन्छ के बनाउनु हुँदैछ अहिले खासै मान्छेहरू आइपुगेको छैन हेर्ने मान्छेहरू यो सुरु हुँदैछ होइन अब एकछिनमा मान्छेहरू आइपुग्छन् के राख्नु हुँदैछ हाम्रो पापजेठाले के हो त्यो बाहिर मात्रै बस्नु भएको बहिनी भित्र आउनु न लाज लाग्यो कस्तो लाज लाग्यो कहाँ काट्नु के काट्नु त्यो कता जानुपर्ने भित्र त सुरु नै भएको छैन कति ढिलो सुरु भएको त 9 बजीसम्म बहिनी साह्रै लजावती बहिनी हो kita tahu sih lah, mungkin sudah pernah apa muka dua lagi.
भाले अब त्यहाँ माथि लगेर झुन्डाउँछ एकदम चिन्ता गर्दाको यो भाले चाहिँ भरै पोथ्यो चार बज्यो अब चिना हामी सुतेको अरूको पालो थियो अघि 4 बजीसम्म अरू सुत्यो अब म र बहिनी सुत्ने 4 बजे अब हाम्रो पालो सुत्ने अब बाई हामी अब कति बजी उठ्छौँ थाहा छैन हामी सुतेको बाई हामी दुईजना त भर्खरै उठेको त मान्छे त कोही रहेन सबै त हामी पनि गइसकेछ अनि कोही पनि रहेन ऊ हाम्रो बहिनी भर्खर उठेर त्यहाँ बसिरहेको भएको छ अनि हाम्रो कुकुरहरू पनि चरिरहेको रहेछ 9 बजी उठेको त हामी सबै गइसकेछ अब सबै हामी हिँडिहाल्यो अब हाम्रो काम सुरु भयो अब यहाँ बराल्ने मम्मी उता लिप्दै हुनुहुन्छ ल गाउँघरमा यस्तै हुन्छ चिन्ताहरू यस्तै हो आजलाई यति हाम्रो भिडियो कस्तो लाग्छ तपाईँलाई भनिदिनु होला यस्तै छ हाम्रो गाउँघर त के भन्नु अब चाहिँ गाउँघरमा यस्तै हुन्छ चिन्ता यस्तो छन् न हाम्रो जुनाहरू फुल फुल्न थालेको जुना फेरि यता सबै मकै छोड्नु भएको छ यतातिर यो बारी सबै मकै छोडिसकेको छ हाम्रो त ऊ परसम्म अनि तल सबै मकै छोडिदिनु आजलाई यति नै हाम्रो भिडियो